जाँदा जाँदा केही दिनमा गंगाको तटमा ऋषिका आश्रममा पुगे। त्यहाँ अत्यन्त वृद्ध भइसकेका ब्राह्मण र ब्राह्मणलाई देखेर सोधे, हामी ब्राह्मण हौ, वृद्ध अवस्था भएर गंगामा शरीर त्याग गरौँला भनी घर छाडी यहाँ झुपडी बनाएर बसेका तिमी को हौ, यहाँ के कामले आयौ? तिनको यस्ता कुरा सुनि नवराज भन्दछन्, म पनि नवराज नामको ब्राह्मण हुँ। म गर्भमा हुँदै भिक्षा माग्न हिँडेका मेरा पिता शिव शर्मा नामका ब्राह्मण आजसम्म घर फिरेनन् र तिनैको खबर गर्न हिँडेको हुँ। तिमीले देख्यौ कि यति नवराजको वचन सुनि ती वृद्धले भने, हे नवराज, गर्भाधान कर्म गर्न भिक्षा माग्न आएका चन्द्रज्योति नगरका शिव शर्मा नामका वृद्ध ब्राह्मण यही आई आफ्नो नित्य कर्म गर्न फलफुल टिप्न त्यस वृक्षमा चढेका थिए। हाँगा भाँचिएर लडेर मरे। हाडखोर त अझसम्म पनि होला, त्यहाँ गएर हेर त बाबु। यति वृद्ध ब्राह्मणले भनेको सुनि नवराज रुखमुनि हेर्न गए। त्यहाँ आफ्ना पिताको हाडखोरदेखि, हे पिता, मेरै निम्ति भिक्षा माग्न आएर मेरो मुखै देख्न नपाई यो समाचार म आमालाई कसरी सुनाउला? मेरी माताले शोक गर्दा म के भनेर बुझाउला भन्दै अनेक तरहले शोक गरेर रुन लागे। फेरि धैर्य धारण गरी हाडखोर बटुली गात्र क्रिया गरिसकी अब कता जाउँ? घर जाउँ भने सम्पत्ति छैन। विशेष यो समाचार सुनाई माताले शोक गरेको मात्र हेर्नु छ। यस कारण राजाको सेवामा लागे।